अमरेशजी हिजो आएको थियो गफ पनि गरियो क्यान्डिडेटको पनि स्तर हेरेर हामी पनि जिन्दगीभरि यही राजनीति गरेको हामी यत्रोदेखि सुनेको तपाईँको राजनीति उहाँले मलाई भन्दै भन्दै ल्याउनु भएको छ इतिहासविहीन पार्टीहरूले एकछिन जनताहरू अलमलिन्छन् डमरू बजाएपछि त चारैतिरबाट दौडिन्छन् बच्चा बच्चीदेखि बुढाबुढीहरू हेर्न अहिले भएको त्यही छ तपाईँहरूले हरेस खानुहुन्न तर तपाईँहरू आत्मालोचित भएर र खुसी लागेको छ तपाईँ आउनुभयो मधेसमा पनि यो सबभन्दा पिछडिएको क्षेत्र जसको भूगोल पनि खोलै खोला पर्छ यहाँदेखि बोर्डरसम्म खोलै खोला पर्छ कहिले कटान कहिले डुबान तटबन्धको व्यवस्था छैन केही छैन स्वास्थ्य क्षेत्र त्यत्तिकै कमजोर छ शिक्षा क्षेत्र त्यत्तिकै कमजोर छ यो ठाउँमा तपाईँले यो घाट गरेर आउनुभएको छ मधेस र काठमाडौँलाई जोड्ने जुन म मधेसीको बेटा हुन्छु भनेर जो आउनुभएको छ हामी सुन्छौँ फलो गर्छौँ मुख्य मान्छेहरूको त फलो गर्नै पर्यो नि हामी राजनीतिक मान्छे हो भने तपाईँ आज कहाँ पुगेको छ के बोल्दै हुनुहुन्छ अहिले त सञ्चार सजिलो भएको हुनाले तपाईँले अन्तरसङ्घर्ष पार्टीभित्रको अन्तरसङ्घर्षमा सफल हुनुभयो त्यसमा सेल्युट गर्न चाहन्छु अब पार्टी बाहिरको यो चुनावी सङ्घर्षमा पनि सफल होस् भन्ने म कामना पनि गर्न चाहन्छु साथै मैले सुनेसम्म स्थिति त्यति बिग्रेको छ 62-63 को आन्दोलनको बेलामा त म विद्यार्थी सङ्गठनमा थिएँ मैले प्रधानमन्त्री सुशीला कार्कीको कार्यकक्षमा पनि राखेको छु कि त्यो बेलामा के भएको थियो भने दलहरूको बिचमा आन्दोलनकै क्रममा एउटा समझदारी भयो र त्यसमा नागरिक आन्दोलनको ठुलो भूमिका रह्यो जसले गर्दा प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि संसदको पहिलो बैठक जेठ 4 गतेले एउटा घोषणा गर्यो त्यो घोषणा नै अहिलेसम्मको संविधानमा जति पनि प्रगतिशील तत्त्व छ त्यो सबै त्यो जेठ 4 गतेको घोषणाका आधारमा अलिपछि त दल त आफ्नो ठाउँमा फर्क्यौँ तर आन्दोलनको भाव त्यो जेठ 4 गतेको घोषणाको समातेको त्यसले बाँध्यौँ हामी 46 सालमा त्यही कुरा अन्तरिम संविधानले समात्यो हामी बाँधियौँ मैले त्यो दिन प्रधानमन्त्रीमा जेएनजी युवाहरू पनि थिएँ मैले उनीहरूलाई त्यही कुरा भने म आजको यो बैठकमा म देवेन्द्र राज पाण्डे र खगेन्द्र शर्मालाई